300 भनेपछि लगभग एक फेर फुल चार्ज गर्ने नि यहाँ अब बुटुलबाट काठमाडौँ गएर आउँदा कति जाँदो रहेछ कति किलोमिटर छ बाटो काठमाडौँ अब हजुरको 250 किलोमिटर हो के काठमाडौँ बुटुलबाट ओके त्यो त्यतिमा हामी यहाँ फुल चार्ज गरेर जाँदाखेरि काठमाडौँ पुग्दाखेरि मेरो 30% जति चार्ज बाँकी थियो त्यस्तो उकालोमा नि 250 भनेपछि लगभग एक्लै त हुनुहुन्थेन सबै फुल प्याक चारजना तीनजना गएको थियौँ हामी आउँदाखेरि 4 जना थियौँ अनि यसको रिजन राम्रो हुन्छ कि त्यसो ओह्रालो जाँदाखेरि त अलिक उकालो ओह्रालो हुँदै जान्छ नि त 30% थियो आउँदाखेरि चाहिँ नि ओह्रालो थियो कि ओह्रालोमा चाहिँ उल्टै रिजनरेट भइरहेको हुन्छ कि ब्याट्री त्यो भएको कारण ब्रेक उसको गर्दा हैन त्यसले गर्दाखेरि रिजन पनि राम्रै छ यसको पावर बच्ने भयो के काठमाडौँबाट उससम्म आउँदाखेरि त ओह्रालै छ नि त त्यहाँनिर लगभग मगलिङसम्मै भनौँ न त्यति साह्रो लोड छैन नि त कहीँ पनि मजाले यहाँबाट काठमाडौँ एक फेर चार्ज गरेपछि काठमाडौँ पनि तर अब हामीलाई फेरि कस्तो हुन्छ भन्दाखेरि एउटा चार्जको एङ्जाइटी हुन्छ नि त ब्याट्री एङ्जाइटी हुन्छ कि हामीलाई कहाँनिर छ स्टेसन होइन जस्तै अब लगभग हजुरको यहीँ बुटोलबाटै बेस क्याम्पबाट सुरु भयो होइन चार्जिङ स्टेसन बेस क्याम्पमा छ दुम्कीबासमा छ सुनौलमा पनि छ केही एउटा होइन फेरि दुम्कीबासमा छ त्यसपछि हजुरको काउसाथी यिनीहरू लगभग भुइँसम्मै छ कि अनि कहीँ रोकिनु चाहिँ पर्दैन कि त्यो चार्जिङ पाउँदैन नहोला यो त्यो भनेर परेन अनि यसो खाजा खान थाल्यो आधी घन्टा खाजा खाने हो आधी घन्टामा लगभग 50-60% को एभरेजमा राम्रो तानिसक्यो कन्फिडेन्ट आइहाल्यो त्यस भएपछि त फेरि इजिली ढुक्कैसँग पुग्यो सिटीभित्र पुगिसक्यो टेन्सनको विषय भएन बुटलमा पनि डेली उसको लागि त एक फेर फुल चार्ज गर्ने त लगभग पुग्छ होला एक हप्ता मजाले पुग्छ पछिल्लो अलिक बढी हिँड्ने छ कि यो कामले नत्र भने पुग्छ त्यो अहिले घरमै गरेर हो कि उसमा घरमा पनि छ छनुलाई घरमा त हिजो भर्खर जोडे हो त्यो 16 हुन्छ कम वाटको हुन्छ हैन त्यो चाहिँ 7.3 किलोवाटको छ भनेपछि अरु जस्तो यसको छ नि यिनीहरुको चाहिँ जम्मा 3 किलोवाटको हुन्छ के अझै BYD त्यो अर्को त्यो मोडल अर्को हैन यो BYD हो यो मोडिस MG भयो हैन तिनीहरु जम्मा 3 किलोवाटको 3 समथिङ को जस्तो मात्र हुन्छ के यसको 7.3 किलोवाटको चार्जर हो त्यतिमा गर्दाखेरि टाइम त लाग्छ यसको घरमै फुल चार्ज गर्ने भने 6 घण्टा लाग्छ 6 घण्टा त राम्रो हुने मामा हैन 6 घण्टामा फुल चार्ज ठिकै हो त नट ब्याड अब साँझ चार्जर त बोकेर नै हिँड्न मिल्यो नि हजुरले घरमै एट्याच हुन्छ एउटा चाहिँ दिन्छ जस्तो साँझ हामी पोर्टेबल वाला कति छ किलोवाटको त्यो 7.3 त्यही हो कि जस्तो साँझपट्टि अफिसबाट गएर 5 बजे चार्जमा लगाइदिए त सुत्ने बेला 9-10 बजे निकाल्दा त फुल चार्ज हुन्छ नि त हैन त्यो राम्रो भयो प्लस त्यो फेरि यो यसको सर्भिस उमा त फास्ट चार्जर होला सर्भिस सेन्टरमा हैन त्यो बाहिर जुन डीसी चार्जर हो कति किलोवाट हुन्छ अनि कति मिनेटमा कति % चार्ज हुन्छ त्यही पनि बुझौँ न सर जस्तै यसको भर्खरको हिस्ट्री हेरौँ न लगभग छिटो हुन्छ होला यहीबाट हुन्छ के दाइ 1.5-2 घण्टामा फुल चार्ज हुन्छ होला 1 घण्टा सवा 1 घण्टामा 0 to 100 हुन्छ के 1 घण्टा 20 मिनेट 25 मिनेटमा त्यति भयो जति पनि यसको सिस्टम यस्तो खतरा छ के एउटा एप दिन्छ हैन MG को जस्तै यहीबाट यो चाबी नभए पनि हुन्छ के मसँग मैले बुझे हैन सबै सिस्टम छ के यसमा किलेस पनि छ यो आफू बाहिर छु भने पहिले एसी अन गरेर बस्न नै पाइयो अनि ब्याट्री एफिसिएन्सी सबै देखाउँछ ठीक छ गाडी त कम्प्यारेटिभली अब मान्छेलाई अझै EV प्रति विश्वास नभएर हो तर अब हामी अब अरु सबैमा छ विश्वास लगभग एउटै हो मान्छेसँग ब्याट्रीमा उ छ कि डाउट छ अहिले पनि 8 वर्षको वारेन्टी दिएकै छ त्यो वारेन्टी त बरु मान्छेले विश्वास गरेछन् हैन त्यो मतलब त्यति टिक्छ एक्सचेन्ज होला यताउता सबभन्दा भनेको जस्तो हुन्छ नि चार्जिङमा लाउँदाखेरि नेपालको के भन्छ लाइनमा भोल्टेजहरुले अप डाउन हुँदाखेरि अनि अलिकति रिस्क के थोरै त्यो हुन्छ नि त्यो टाइपको मान्छेलाई अलिक उ छ हैन अरु बाँकी चाहिँ त अहिले अब यसको यो EV गाडी भयो नि दाइ यो म्याग्नेट छ नि यो नयाँ बुस भयो हैन पेट्रोल गाडी हो हैन अथवा डिजल गाडी हो ओके यसमा कम्प्यारेटिभली हेर्ने हो भने त्यो गाडी धेरै सस्तो छ कि यो भन्दा त्यो 25 लाख भित्रमा राम्रो अप्सन भके फुल अप्सन गाडी नै आउँछ कि 36 लाखमा हैन त्यसमा के छ 3 सिलिन्डर इन्जिन हुन्छ कि त्यसमा जस्तै यसमा सिलेरियोमा हैन जस्तै अस्ति माथि नुवाकोट एउटा गाडी जल्यो नि जल्यो भन्दा ओह्रालो जस्तो कति यो गाडी मात्रै नभएर रिसेन्टली पेट्रोल इन्जिनहरु पनि चलिरहेछ नि जलिरहेछ नि यो
यसमा चाहिँ लोड हामीले बढी दिइरहेका छौँ क्या नेपालको रोडमा यो रोडमा त्यति राम्रो होइन 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 हामीले तर जब यसलाई त अब क्लियरेन्स ठुलो दिएछ बाडेबाट हेर्दाखेरि त गाडी त हेभी बक्सी छ देखिन्छ अब जसरी मान्छेले त कुदाउने भयो अनि अफरोड धेरै जाने भयो अनि त्यो त लोड बढी पऱ्यो नि त इन्जिनमा अनि त्यो चाहिँ समस्या दिन्छ क्या अफरोडको लागि त खासै बनाएकै होइन नि गाडीहरू खासै होइन नि त जाने होइन नि त तर मान्छे गइदिन्छ यो हामीलाई यो गाडी भनेको पश्चिम अब म जहाँ पुगे पनि भयो मतलब यही हाइवे रोड होइन यता पूर्वतिर यो बाटो अलिकति बन्यो भने त गाह्रो विषय नै पिच बाटोमा त लगभग जान्छ सबै ठाउँ मजाले जान्छ उकालो ओह्रालो भन्ने यताउतिमा कच्ची खोला खाल्सामा अलि गाह्रो गल ब्याट्रीको बेस बचाउनु पऱ्यो कि यसमा चाहिँ चलाउन अलिक स्किल्स पनि चाहिन्छ जस्तै अब त्यो चलाइराखेको मान्छेलाई यो चलाउन सजिलो छ यो क्लच सलचको गियरको धेरै लफडा छैन भोल्युम बढा चाहिँ गरेको छ क्या होइन र त्यही हो तर यसको के हुन्छ भने पिकअप भत्ता लिन्छ कि अनि अर्कोलाई 1 2 3 गर्दै जानु पर्यो भने यो जान्छ यो त भत्ता जान्छ एकैचोटि भत्ता जाँदाखेरि त मान्छे भ्यू पाउन्न कि अनि कतिपय ठाउँमा के हुन्छ भने अब म्यानुअल गाडी चलाइरहेको मान्छेलाई क्लचमा खुट्टा दबाइराख्ने एउटा त एबी एक्सिलेटर ब्रेक खेलाइराख्ने हेरेर तल के गर्छ भन्दाखेरि ब्रेक हान्ने बेलामा एक्सिलेटर हानिदिन्छ झ्याप्पै दबाइन्छ त्यो अलिक हुन्छ कि त्यो चाहिँ प्रब्लम छ सुरुमा एकछिन गाह्रो हुन्छ त्यो चाहिँ सिक्न चाहिँ अबको भविष्य भनेको बिजुली गाडी नै हो क्या दुई मात्रै छैन नि त्यसमा मैले म्यानुअल चलाउँदाखेरि अब त्यो अर्कै लाग्छ कि म्यानुअल क्लच हाने अब